हेलो हेलो साथीहरू सबैजनालाई गुड मर्निङ। सबैजना सन्चै हुनुहुन्छ। म आज बिहानै थोरै ब्लग बनाउँदैछु है साथीहरू। तपाईँले हेर्न सक्नुहुन्छ के हुँदैछ सबै तपाईँलाई देखाउने छु। आज चाहिँ डेढ महिना भयो कि है स्कुल छुट्टी भएको। डेढ महिनापछि नानीहरू स्कुल जाँदैछन्। हेर्नुहोस् त साथीहरू तयारी हुँदैछन् है। अनि बाबु पनि अब स्कुल जानलाई रेडी हुँदैछन्। अनि मैले चाहिँ अब मेरो चाहिँ अहिलेसम्म एकदम आनन्दै थियो मलाई है। अब मलाई चाहिँ एकदम हतार हुन्छ है साथीहरू। अनि बिहान उठ है, अनि खाना पकाऊ, अनि केटीलाई खुवाऊ, अनि स्कुल पठाऊ। अनि बाबुलाई पनि स्कुल पठाउनु पर्छ। सानै छ नि त बाबु, अनि त्यही भएर स्कुल पठाउनु पर्छ। बाबु यता हेर त, माथि 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 स्कुल जाने होला नि आज त। स्कुल जाने कि नै? स्कुल जाने कि नजाने? मम्मीसँग नजाने स्कुल? किन नजाने नि? तिमी के खाएको नि एक्लै बसेर? यता हेर त मम्मीलाई के खाएको नि? अनि यहाँ चाहिँ तयारी अवस्थामा है छोरी चाहिँ। अनि बाबुले चाहिँ नजिकैको स्कुलमा पठाउने भनेको साथीहरू। अनि यता चाहिँ एउटा छोरी तयारी अवस्थामा। अनि कता गयो अर्को? हेलो, यहाँ चाहिँ ढोका ड्रेस लाउँदै गरेको जस्तो छ अवस्था छ है। नानी ओइ, चाहिँ ड्रेस लगाउँदैछ है त साथीहरू। यहाँनिर ढोका थुनेर ड्रेस लगाउँदैछ है। हेर्नुहोस् त, यहाँनिर म सँगसँगै छोडो पनि पछि पछि आएको। हेर्नुहोस् त साथीहरू, यहाँनिर हेर्नुहोस् त। आमे के गर्दै हो? ल हेर्नुहोस् साथीहरू अर्को छोरीको अवस्था। यहाँनिर हेर्नुहोस् त, बिस्तारा पनि नउठाएको। किन लुकेको? अब स्कुल जाने मेरो चाहिँ दुईवटा छोरीहरू अनि रेडी भइसकेका छन्। यो चाहिँ अर्की, अर्को भाइ फेरि यहाँनिर है। यहाँनिर यता हेर त सानो, यता हेर न, नलुक न। हेलो हेलो, स्कुल जाने होइन? स्कुल जाने होइन? स्कुल जाने हो भन न। मेरो ज्ञानी छ नि। उता गएर हेरेको फेरि यता आएर ऐना हेर्न थालेको। हेर्नुहोस् त साथीहरू मेरो छोरीको हालत। यहाँनिर ऐना बिना गाह्रो छ है ड्रेस लाउन चाहिँ। भाइ फेरि जिस्काउँदैछ नि तलबाट। मारियाम खै मारियाम? ठुलो छोरी हिँडेको है। अनि सानो छोरी ऐनातिर। हेर्नुहोस् त साथीहरू, म चाहिँ भिडियो बनाउँदै। अनि तपाईँहरूको के गर्दै हुनुहुन्छ साथीहरू? म त यस्तै छ। अब बच्चा स्कुल पठाएपछि मेरो काम हेर्नुहोस्। यहाँ आज मैले केही काम भ्याएको छैन। बिस्तारा मिलाएको पनि छैन है। अनि लथालिङ्ग छ सबै ठाउँ। हेर्नुहोस् त पुरा लथालिङ्ग छ मेरो काम चाहिँ। बाबुलाई स्कुल छोडेर आएपछि
मैले सब काम क्लियर गर्नुपर्छ अनि फेरि बाबुलाई लिन जानुपर्छ। नानीहरू त गाडीमै जाने आउने भएको छ, बाबु चाहिँ सानो छ नि त, नजिकै स्कुल हालेको छु। अनि त्यही भएर अब चाहिँ मलाई एकदमै गाह्रो छ है साथीहरू। स्कुल नलाग्दासम्म त एकदम आनन्द भएको थियो है। बिहान सुत्यो अबेलासम्म है, अनि उठ्यो अनि खायो बस्यो है, अनि काम त्यही थियो। अहिले चाहिँ गाह्रो छ अब आजदेखि चाहिँ है त साथीहरू। तपाईँहरूको के कस्तो छ अनि के गर्दै हुनुहुन्छ तपाईँहरू सबैजनाले भन्नुहोला, अनि सबैजनाले भिडियोलाई हेर्नुहोला। मन पर्यो भने सबैजनाले के गर्नु होला बाबु, सबैजनाले मन पर्यो भने सबैजनाले लाइक गर्नु होला। भन न, लाइक कमेन्ट गर्नु होला है, भन न, भन त। बाई बाई साथीहरू, सबैजना राम्रोसँग बस्नु होला। अनि बाई बाई। आजको मेरो ब्लग यतिकैमा सिद्धियो। बाई बाई भन सानो। बाई बाई।